हेलो गाइज, वेलकम टु माई ब्लग। तपाईहरुलाई स्वागत छ। अहिले चाहिँ एकदमै पानी परेको अवस्था छ। तपाईहरुलाई म पानीहरु देखाउन गइरहेको छु। हेर्नुस्, गर्मी महिना लागिसक्यो, पानी परेछ गाइजहरु। के गर्नु, यस्तै छ जिन्दगी। कहिले घाम कहिले पानी। हेर्नुस्, आकाश पनि कति अन्धकार छन्। यी थोपाहरूले हामीलाई भिजाकै छ। के गर्नु जिन्दगीमा। त्यस्तै हो, अब के गर्नु गाइजहरु। ब्लग चाहिँ अब कन्टिन्यू आउँदैछ गाइजहरु, हेर्दै बस्नुस्। अब मन लागि सब्स्क्राइब गर्नुस्, नत्र यत्रै सिटी नगरे पनि मलाई के बालै छैन गाइजहरु। यस्तै हो, अब जिन्दगी अब चल्छ हैन। थोत्रे गाडी कुदाएर जानमा हिँडिरहेछ रातो गाडीमा। अझै यो कुन चाहिँ कम्पनी हो, कुन बन्द हो कि के हो, सुनसान मान्छेहरू एकदम पानीले गर्दाखेरि भित्रै गुम्सेर बसेको अवस्था छ। यस्तै अवस्थाहरूलाई मध्यनजर गर्दै जिन्दगीहरू यो के हो, ढुङ्गा यसरी बिछाएर हैन, यहाँबाट ओह्रालो नखसोस् भनेर के जान्छ। यहाँको टेक्निक चाहिँ हो के मान्छेहरू। देश चाहिँ विकास भएकै हो, यो नभएको भन्न मिलेन गाइजहरु। यत्रा बाटोहरू भव्य बनाएछन्। अलिकति के भन्ने, अलिकति सबै ठिकै छ। जिन्दगी चलि नै रहेछ। चरा चुरुङ्गीहरू चिर गर्दैछ। जाडोले होला हैन, पानीले भिजेपछि त चिर त गर्नु परिहाल्यो। त्यसै पनि जिन्दगीमा चिर पनि त भइरहेको नै छ। यस्तै हो गाइजहरु। यो के को झार हो गाइजहरु, कमेन्ट गर्नु होला। यो झारको नाम मलाई त खासै यो झारको नाम थाहा छैन हैन। कोही तपाईहरुलाई थाहा छ भने कमेन्टमा चाहिँ लेखिदिनु होला यो झारको नाम सहित यो के हो भनेर। पानी परेको छ। अब 5-6 बजीसम्म कति बजीसम्म पर्ने थाहा छैन हैन गाइजहरु। यस्तै छ अब जिन्दगीहरु चलि नै रहेछ। के गर्नु गाइजहरु, ह्यान्डसमली हुनु पर्यो हैन। टक लाएर है, टक्क लाएर गाडी हेर्यो, बस्यो, चित्त बुझायो। यस्तै छ। फेरि उहीँ अर्को गाडी जान्छ सर। ल गाइजहरु, आजलाई यति नै। अर्को भ्लगमा फेरि पनि भेटौँला। यति बाचा राख्दै तपाईहरु सामु म बिदा लिन चाहन्छु। बाई बाई। सब्स्क्राइब गर्नु नबिर्सिनु होला। बाई।